नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हाम्रो गीतामा रूल अफ कर्म लेखिएको छ। के लेखिएको छ भन्दाखेरि व्हाट यू डू विल रिटर्न ब्याक टु यू अनएक्सपेक्टेडली। इफ यू डू गुड, गुड विल कम। इफ यू डू बैड, बैड विल कम। यो सत्य हो। यो हाम्रो आफ्नो जीवनकालमै हामीले देख्नुपर्छ। हामीले सत्कर्म गर्यौं भने त्यही अनुसार हामीलाई राम्रो कुरा राम्रो हुन्छ। यदि हामीले नराम्रो काम गर्यौं, हामीले यो राष्ट्रको लागि अन्याय अत्याचार गर्यौं, भ्रष्टाचार गर्यौं, बेमान गर्यौं भने यही जुनीमा हामीले भोग्नु पर्ने हुन्छ। र अहिले हामीले देखिरहेछौं, नेपालको परिवेशमा देखिरहेका छौं। विभिन्न हुन त हाम्रो देशमा इन्स्टिट्युसन त्यति स्ट्रङ छैन। इन्स्टिट्युसनलाई कुशासनमा लागेका व्यक्तिहरूले यसलाई कमजोर बनाएका छन्। तर जति कमजोर बनाए तापनि समय आउँछ, नागरिकहरू चनाखो हुनुपर्छ, नागरिकहरू विवेक हुनुपर्छ र त्यो इन्स्टिट्युसन बलियो हुँदै जान्छ। त्यो इन्स्टिट्युसनमा भागबण्डाको मान्छे जाँदैनन् र बाध्य भएर नागरिक विवेकी चनाखो र नागरिकहरूले वाचडगको भूमिका प्ले गर्नुभयो भने के हुन्छ, सुनर अर लेटर यो सत्य भइहाल्छ। अब आदरणीय दाजुभाइ दिदीबहिनी, तपाईहरू हामीहरू चनाखो हुँदै गरौं। यहाँ अझ ठूला ठूला भ्रष्टाचारीहरूलाई कानूनको दायरामा ल्याउन बाँकी छ। ठूला ठूला अपराधीहरूलाई कानूनको दायरामा ल्याउनु बाँकी छ। र एउटा के नसम्झिनुहोस् भने त्यो जसले भ्रष्टाचार गर्नुभएको छ, बेमान गर्नुभएको छ, तपाईहरू जोगिनु हुँदैन। तपाईहरूले यही कालमा भोग्नुपर्छ। र यो म तपाईहरूलाई सम्पूर्ण यसमा लागेका जो जिम्मेवारमा बस्नुभएका मान्छेहरू हुनुहुन्छ र जसले चाहिँ अनुसन्धानको जिम्मेवारी दिनुभएको छ, सबैलाई अनुरोध गर्न चाहन्छु, कृपया तपाईहरूले आफ्नो दायित्व निर्वाह गरिदिनुहोस्। आफ्नो जिम्मेवारीलाई निर्भीकका साथ जिम्मेवार चाहिँ निर्वाह गरिदिनुहोस् र यो राष्ट्रलाई जोगाउनुहोस्। यो हामी सबैको जिम्मेवारी हो। र हामी कोही पनि झोले नबनौं। हामी कोही पनि कसैको झोले नबनौं। सहीलाई सही भनौं, गलतलाई गलत भनौं। नमस्कार।